संविधान संशोधनको पालो आउँछ त्यति बेला तपाईँहरूले नै अग्रपन्थीमा आएर होइन हाम्रो लागि यो गर्नुपर्छ के गर्नु पर्दैन भन्ने छ त्यो अगाडि सार्नु पर्ने यो सँगै युवा नीतिहरूको सम्बोधन युवाहरू आउनु नै किन पर्यो तर एउटा कुरा पनि छ महिलाको पीडा महिलालाई हुन्छ पुरुषको पीडा पुरुषले हुन्छ युवाको पीडा युवाले हुन्छ यहाँ कि यस्ता नीतिहरू छन् जसले युवाहरूलाई विशेष असर पारिरहेको हो त्यसो सबैलाई असर पार्छ पोजिसनहरू पायो भने युवाहरूलाई एकदमै डिरेक्टली हार्म गर्ने कुराहरूको सम्बोधन हुन्छ भनेर युवाहरूको प्रतिनिधित्वमा चाहियो भनेको कुरा त्यति मात्र हो हाम्रो युवा नीतिहरूको सम्बोधन होस् भनेर हाम्रो 20.36% रहेको अनुमान गरिएको छ जुन राष्ट्रिय औसत बेरोजगारी दर 12.6% को तुलनामा उल्लेखनीय रूपमा उच्च छ अर्को डेटा पनि छ त्यसमा जब सिकर्सहरू जो जब खोज्नु हुने व्यक्तिहरूको डेटा हेर्दाखेरि त्यसमा पनि युथहरू जब सिकर्स भएको सबै हेर्न देखिएको थियो युथको वर्ग त्यसले के देखाउँछ धेरैजनाले जाने खोज्दा खोज्दै पनि नपाएको अवस्था छ किनभने युवाहरू धेरै अल्छी भयो भने पनि अर्को आनन्द हो कि कामै गर्न खोज्दैनन् बसी उनीहरूलाई कसले अपर्च्युनिटी दिन्छ तर जब सिकर्सहरूमा पनि फेरि धेरै युवा नै छ त्यही भएर युवाहरू अल्छी होइन खोज्दा खोज्दै पनि नपाएको अवस्था चाहिँ हो भनेर मैले यहाँ जानकारी गराउन चाहेँ त्यसपछि छ हाम्रो जलवायु परिवर्तन अहिले हामी भोगिरहेको र अब आउने जेनेरेसनले भोग्ने सबैभन्दा ठुलो चुनौती अब यसमा दुःख लाग्ने कुरा के छ भन्दाखेरि क्लाइमेट चेन्जलाई एउटा भनिकै गरेको छु नेपालको सन्दर्भमा